नमस्कार। परिवर्तन हाम्रो चाहना हो, हामी सबैको चाहना। केमा परिवर्तन? हिजो पञ्चायती व्यवस्था थियो, बहुदल आयो, त्यस पछाडि त्यसलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा अहिले हामीले अभ्यास गरिरहेका छौँ। तर यी सबै व्यवस्थामा हाम्रो व्यवहार, हाम्रा नेताको व्यवहार, हाम्रा राजनीतिक दलहरूको व्यवहार परिवर्तन देखिएन। हामी कार्यालयमा कुनै काम लिएर जान्छौँ, त्यसमा काम गर्ने तौर तरिकामा परिवर्तन देखिएन। पोलिटिकल पार्टीहरूले जे परिवर्तनको कुरा गरे, उनीहरूले त गरिरहेको थिए भनेर भनिरहेका छन्, तर जनताले डेलिभरीमा त्यो महसुस गरेनन् र नेपाली जनताले विकल्प खोजे। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह बालेन प्रधानमन्त्री हुने क्रममा हुनुहुन्छ। एउटा हामीले परिवर्तन खोजेको कुरो के हो भने बडा महत्त्वपूर्ण कुरो लाग्छ मलाई व्यक्तिगत रूपमा। त्यो हो हामीले ईर्ष्या, प्रतिशोध, आक्रोशको राजनीति गर्यौँ। राजनीति गर्नको लागि मञ्च भेट्ना साथ हामीहरू कसैलाई खुइल्याउने, त्यसलाई पाखा लगाउने यो राजनीति गर्न थाल्यौँ। तर जनतालाई मन परेको रहन्छ नि। बालेन प्रधानमन्त्री हुँदै हुनुहुन्छ, उहाँले शपथ ग्रहण गर्ने समय तोकिसकेको अवस्था छ। को आउने, कसको उपस्थिति हुने भनेर। हामी कहाँ पञ्चायती व्यवस्था थियो, राजतन्त्र थियो, त्यो हाम्रो इतिहास हो। इभेन राणा शासन पनि थियो, त्यो हाम्रो इतिहास हो। जस्तो भनौँ, हामीले पूर्व प्रधानमन्त्रीहरू त बोलाउँछौँ, हुनसक्छ पूर्व राष्ट्रपतिहरू पनि बोलाउँछौँ होला। राष्ट्राध्यक्ष भएको नाताले अन्तिम राजा ज्ञानेन्द्रलाई पनि बोलाइदेऊ न। बालेनको सरकारलाई बालेनको जुन नयाँ परिवर्तित सोच छ त्यसलाई साथ दिन्छ। हिजो राजाले सानो शुभकामना मन्तव्यमा केही कुरो भन्दाखेरि हङ्गामा गर्ने, एक आपसको सहयोगको वातावरण हराएर गयो। अब हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र दिएको छ र हामीले त्यही अनुसारको अगाडि बढ्यौँ भनेदेखि हामीलाई कुनै ठुल्ठुला वाद, सिद्धान्त इत्यादि इत्यादि पनि त्यति चाहिँदैन। अहिलेको 72 को संविधान जुन छ त्यसलाई राम्रोसँग कार्यान्वयन गर्यो भनेदेखि पुग्छ। समन्वयको संस्कार, मिलेर अगाडि बढ्ने संस्कार रासोपाले कति राम्रो गर्यो। घोषणा नै गरिदियो कि पुराना दलहरूको पनि आफ्नो योगदान छ, तर हामी आलोचना गरेर, सराप गरेर, आक्रोश व्यक्त गरेर अगाडि बढ्दैनौँ। कति राम्रो। रिकग्निसन नपाएर न हो मान्छे असन्तुष्ट हुने। हिजो पोलिटिकल पार्टीका झोलेहरूमै पनि विभाजन किन भयो भनेदेखि कसले बढी रिकग्नाइज भयो उसको पार्टीको नेताबाट, कसले चाहिँ अवसर पाएन, नपाउने अर्को समूहमा रह्यो। त्यही हो नि त। झोलेभन्दा बाहिरका आम जनताहरू जुन थिए उनीहरू त झन् असन्तुष्ट हुने नै भए। उनीहरूलाई त कसैले कुनै अवसरको लागि कसैले गन्ने नै भएन। पोलिटिकल पार्टीले कुनै नोमिनेसनमा अथवा चाहिँ कुनै अवसरमा झोलेभन्दा बाहिर सोच्थे र सोध्दैन थिए नि। माओवादी द्वन्द्वको भित्रसम्म गएर हेर्ने हो भनेदेखि रिकग्नाइज नगरेको तत्कालीन शेरबहादुरको सरकार समक्ष पेश गरेका मागलाई तत्काल रिकग्नाइज गर्न सकेको भएदेखि हुन सक्थ्यो जङ्गल जानलाई वहाँ माओवादीहरूलाई अनुकूल हुँदैन थियो। तर रिकग्निसन ठुलो कुरा हो। कसैलाई आइसोलेसनमा राखेर, कसैलाई किनारामा राखेर म ठुलो हुन्छु भन्ने कुरो छैन। हो, अराष्ट्रिय तत्त्व हाबी हुनु भएन। नेपाली सबै हामी कुनै न कुनै आफ्नो तरिकाले यो देशको कल्याण सोचिरहेको जसले छ त्यसलाई किन नसमेट्ने? सबलाई समेट्नुपर्छ। नमस्कार।